यो उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणाको फरक हेरौँ है त। उज्यालो नेपाल पार्टी भ्रष्टाचारीलाई आजीवन प्रतिबन्ध र सम्पत्ति राष्ट्रियकरण गर्ने। रासोपा 2046 देखिकै सम्पत्ति छानबिन गर्न उच्च आयोग गठन गर्ने। उज्यालो नेपाल 2035 सम्म जलविद्युत उत्पादन 25,000 मेगावाट पुर्याउने र निर्यात गर्ने। रासोपा 5 वर्षभित्र 15,000 मेगावाट विद्युत जडित क्षमता पुर्याउने। उज्यालो नेपाल 5 वर्षमा 8,000 किलोमिटर कालो पत्रे र 7,000 किलोमिटर अन्य सडक। रासोपा 30,000 किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने। उज्यालो नेपाल जलविद्युत, पर्यटन र आइटीलाई प्राथमिकता दिई रोजगारी सिर्जना गर्ने। रासोपा 5 वर्षमा 12 लाख नयाँ रोजगारी सिर्जना गर्ने। अब यो इमेज सिधै एआईमा अपलोड गरेर एकचोटि सोधौँ है त। हुज एजेन्डा भिजन इज प्र्याक्टिकल फर नेपाल, युएनपी अर आरएसपी। अब हेरौँ एआईको रेस्पोन्स के हुन्छ। एआईको प्रतिक्रिया यस्तो छ। तपाईले राख्नुभएको पोस्टमा 2 धार देखिन्छ। उज्यालो नेपाल पार्टीतर्फ कुलमान घिसिङसँग जोडिएको भिजन, आरएसपी तर्फ रवि लामेछानेको पार्टीको एजेन्डा। अब कुन प्र्याक्टिकल छ भन्ने कुरा केही आधारमा हेर्नुपर्छ। नम्बर 1 ऊर्जा या हाइड्रो पावर। युएनपी 2035 सम्म 25,000 मेगावाट उत्पादन र निर्यात। आरएसपी 5 वर्षमा 15,000 मेगावाट जडित क्षमता। नेपालको हालको उत्पादन र परियोजना प्रगति हेर्दा 5 वर्षमै 15,000 मेगावाट थप्नु धेरै चुनौतीपूर्ण देखिन्छ। लगानी, ट्रान्समिसन लाइन, वातावरणीय अनुमति, भारत बङ्गलादेश बजार सम्झौता आदि कारणले दीर्घकालीन लक्ष्य युएनपी शैली तुलनात्मक रूपमा बढी यथार्थपरक देखिन्छ, तर गति कति हुन्छ त्यो कार्यान्वयनमा भर पर्छ। नम्बर 2 मा छ सडक पूर्वाधार। युएनपी 5 वर्षमा 8,000 किलोमिटर कालो पत्रे र 7,000 किलोमिटर अन्य सडक। आरएसपी 30,000 किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण। 30,000 किलोमिटर राष्ट्रिय राजमार्ग 5 वर्षमा बनाउने लक्ष्य निकै ठुलो छ। बजेट, ठेक्का प्रणाली, भौगोलिक कठिनाई, नेपालको पहाड, हिमाल, भूगोल यस्तो कुरा हेर्दा यो अत्यन्त महत्त्वकांक्षी देखिन्छ। युएनपीको संख्या सानो भए पनि कार्यान्वयन क्षमता भएमा बढी सम्भावित देखिन्छ। नम्बर 3 मा छ रोजगारी। आरएसपी 5 वर्षमा 12 लाख नयाँ रोजगारी। युएनपी जलविद्युत, पर्यटन, आइटी प्राथमिकता। नेपाल जस्तो देशमा प्रतिवर्ष 2-3 लाख रोजगारी सृजना भयो भने ठूलो उपलब्धि मानिन्छ। 5 वर्षमा 12 लाख सम्भव छ, तर त्यसका लागि निजी लगानी, उद्योग नीति र स्थिर सरकार आवश्यक हुन्छ। क्षेत्रगत प्राथमिकता, एनर्जी, टुरिज्म र आइटी रणनीतिक दृष्टिले बलियो आधार हुन सक्छ। नम्बर 4 मा छ भ्रष्टाचार नियन्त्रण। दुवैले कडा नारा दिएका छन्, तर व्यवहारमा कानुन छ, निकाय छन्, समस्या कार्यान्वयन र राजनीतिक इच्छा शक्ति हो। अब एआई को न्यूट्रल भ्यू निष्कर्ष कन्क्लुजन हेरौँ। आरएसपी को एजेन्डा बढी आक्रामक र छिटो परिणाम दिने शैलीको देखिन्छ। युएनपी को लक्ष्यहरू तुलनात्मक रूपमा चरणबद्ध र कार्यान्वयन आधारित देखिन्छन्। नेपालको हालको प्रशासनिक क्षमता, बजेट आकार र परियोजना कार्यान्वयन इतिहास हेर्दा मध्यम गति र स्थिर कार्यान्वयन भएको योजना बढी प्र्याक्टिकल हुने सम्भावना हुन्छ। अब कुनै पनि सिस्टम राम्रो हुनलाई पहिला त्यसको लिडर राम्रो हुनुपर्छ है। यदि लिडर राम्रो भयो भने सिस्टम आफै राम्रो हुन्छ। त्यसैले मैले यो पार्टमा कुलमान र रवि लामेछाने दुईजनालाई कम्पेयर गरेछु है। पहिलो श्रेणीमा हेरौँ शिक्षा र योग्यता। कुलमान घिसिङ बीई विद्युतमा, एमई पावर सिस्टममा र एमबीए। रवि लामेछाने आफ्नो मास्टर डिग्रीको दावी गरेको तर पछि गलत प्रमाणित, केवल उच्च माध्यमिक प्रमाणित। अर्को छ व्यावसायिक उपलब्धि। कुलमान घिसिङ नेपालमा लोडसेडिङ अन्त्य गरे, एनईए व्यवस्थापन सुधार गरे, जलविद्युत र ऊर्जा क्षेत्रमा सुधार। रवि लामेछाने 2 पटक गृहमन्त्री, देशमा ठूलो देखिने परिणाम छैन, मुख्यतः राजनीतिक क्रियाकलाप। अर्को छ इमान्दारी र जनविश्वास। कुलमान घिसिङ सार्वजनिक सेवामा इमान्दार, व्यक्तिगत लाभभन्दा राष्ट्रिय हितमा केन्द्रित। रवि लामेछाने कानुनी विवाद, नागरिकता मुद्दा, सहकारी ठगी मुद्दा, विश्वसनीयतामा प्रश्न। अर्को छ फोकस र एजेन्डा। कुलमान घिसिङ प्राविधिक, क्षेत्रीय विकास, ऊर्जा, आइटी, सिंचाई पूर्वाधार। रवि लामेछाने जनप्रिय सुधार, भ्रष्टाचार विरोधी सन्देश, शक्तिका लागि राजनीतिक गठबन्धन परिवर्तन। अर्को छ अफिसमा व्यवहार र जीवनशैली।
कुलमान घिसिङ सार्वजनिक सेवामा केन्द्रित, व्यक्तिगत भव्यता छैन। रवि लामिछाने अवसरवादको आरोप, शक्तिको लागि गठबन्धन परिवर्तन, कानुनी मुद्दा प्रगतिमा। अब अर्को छ जनप्रियता। कुलमान घिसिङ राष्ट्रिय रूपमा सम्मानित, लोडसेडिङ अन्त्य गर्ने नायकको रूपमा देखिन्छ। रवि लामिछाने ध्रुवीकरण, भ्रष्टाचार विरोधी पक्षका लागि मन पराउने तर धेरैले कानुनी या नैतिक प्रश्न उठाउँछन्। अब एआईले सारांशमा के भन्छ हेरौँ एकचोटि। नेपालको विकास, इमान्दारी र क्षेत्रीय प्रगतिका लागि कुलमान घिसिङ स्पष्ट रूपमा अगाडि छन्। रवि लामिछाने राजनीतिक सुधारको सन्देशका लागि आकर्षक हुन सक्छन्, तर उनको रेकर्ड विश्वसनीयता र कार्यान्वयनमा गम्भीर प्रश्न उठाउँछ। यो तालिका तथ्य, उपलब्धि र विवादहरू प्रष्टसँग देखाउँछ। पढ्ने जो कोहीले सजिलै देख्न सक्छन् कसले काम गर्यो र कसले गरेन। र अन्तिममा एआईले तयार पारेको यो रिपोर्ट, कुलमान घिसिङ भर्सेस रवि लामिछाने, वान फर द नेसन, वान इन कन्ट्रोभर्सी। एजुकेसन एन्ड क्वालिफिकेसन्स, कुलमान घिसिङ बीई इलेक्ट्रिकलमा, एमएस पावर सिस्टम्स एन्ड एमबीए। रवि लामिछाने फल्स मास्टर्स क्लेम्स, ओन्ली हाई स्कुल। अचिभमेन्ट्स, कुलमान घिसिङ ended load shedding, hydropower development, NEA improvement. Rowby Lamichhane, controversies, citizenship issue, cooperative fraud scandals. Integrity and trust, Kulman Gising, clean image, trusted by the public. Rowby Lamichhane, credibility, legal issues and serious questions. Focus and lifestyle, Kulman Gising, technocratic and development focused. Rowby Lamichhane, opportunistic politics and race for power. लास्टमा छ popularity, कुलमान घिसिङ national hero, respected. रवि लामिछाने polarizing, mixed perception. लास्टमा conclusion छ कुलमान घिसिङ forward for Nepal's development and integrity. रवि लामिछाने controversial in dispute and questions. अब भन्नुस् कुलमान घिसिङ कि रवि लामिछाने?